अनि स्कुल चाहिँ यहाँ कहाँ छ? ल साथीहरू गाडी सफा गर्दै है यहाँ। अनि तपाईँसँग केटीहरू टन्नै लाग्छ नि त यार। अरू हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू स्वागत छ तपाईँहरूलाई मेरो नयाँ न्यू भ्लगमा। हेलो साथीहरू, हामी चाहिँ फेरि अब लाग्दै है। ओहो ट्र्याक्टरमा आएछ साथीहरू, ट्र्याक्टर 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 सरर लाएर होइन। कस्तो छ त साथीहरू ठाउँ तपाईँहरूलाई? ल साथीहरू, हामी चाहिँ है यहाँ गोरुहरू लाँदैछौँ। नखानी मामा हेर्नुहोस्। ल त साथीहरू हामी जाँदै अब। साथीहरू मेरो आवाज चाहिँ आएको छ कि छैन हजुरहरूले है? माइन्ड नगरिदिनु होला। म तपाईँहरूलाई भ्यू देखाउँदैछु।
ल त साथीहरु साथीहरु बाटो चाहिँ अलि खराब रह तलतिर है त्यहाँ चाहिँ देखाउन पाएन तपाईहरुलाई बाटो लास्टै खराब थियो क्या त्यहाँको ल साथीहरु अब हामी आउन लाग्यो जहाँ ठाउँ हामी गइरहेको छौं हामी चाहिँ यहाँ आइपुग्यौं है हामी आइसकेका छौं अब यो चाहिँ गोरुहरु चाहिँ यहाँ जानुपर्ने हुन्छ सानसानो गोरुहरु हामीले लिएर आएको थियौं त्यो गाडीमा कस्तो आयो कस्तो साउन्ड कस्तो आयो तपाईहरुले माया नगरिदिनु होला है ल साथीहरु गाडी सफा गर्दै है यहाँ हामी चाहिँ यहाँ ठ्याक्कै हामी यो पुलमा हामी आइसकेका छौं है यहाँ चाहिँ हाम्रो फोटोहरु यहाँ हुँदैछ मामाहरुको हामी चाहिँ घुम्नको लागि यहाँ हामी आएको र साथीहरु हामी ठ्याक्कै हामी यहाँ पुलनिर हामी यहाँ आइसकेका छौं है यहाँ हामी भिडियो सिडियो गरन भएको छ है ल साथीहरु फाइनली हामी चाहिँ यहाँ जहनीको पुल हामी यहाँ आइसकेका छौं है तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ है
ठाउँ चाहिँ यस्तो रहेको छ। म चाहिँ यहाँ दुईजना चाहिँ त्यहाँ तल यहाँ हुनुहुन्छ है, देख्नु भएको छ नि तपाईँले यहाँनिर दुईजना चाहिँ यहाँ हुनुहुन्छ है, फोटो खिच्दै हुनुहुन्छ, भिडियो सुटो बनाउँदै हुनुहुन्छ हाम्रो टमी र मामाले। यहाँ चाहिँ खोला रहेको छ है, यहाँ चाहिँ खोला रहेको छ है, यहाँ चाहिँ खोला रहेको छ है। खोला भन्दा मास्तिर यो पुल हो है। रमाइलो छ साथीहरू, रमाइलो छ ठाउँ। परिङ खोला जखनी पुल ठाउँ चाहिँ एकदम रमाइलो रहेको छ। ल यता साथीहरू जखनीको खोला है हेर्न सक्नुहुन्छ, यत्रो सानो रहेको छ यो मोरिङ खोलाको चाहिँ। जखनीको पुल सानो रहेको छ है यो चाहिँ। पुल चाहिँ यस्तो रहेको साथीहरू। एकदम राम्रो पुल रहेको छ साथीहरू, राम्रो पुल। भाइ कहाँ मुन्टो फर्काएको तिमीले? के छ भाइ, परेर आएको हो तिमी? ओ कति क्लासमा पढ्छौ तिमी? हजुर नलजाऊ न, 7मा पढ्छौ। अनि स्कुल चाहिँ यहाँ कहाँ छ? ड्याडीको स्कुल? कुन स्कुलको नाम के हो? ए अनि अब घर हिँडेको तिमी? ए ल ल ल जाऊ ल। ल साथीहरू यो कस्तो रहेको छ ल हेर्नु है, यहाँनिर यहाँ चाहिँ यस्तो रहेको छ है। भाइ यसलाई के भन्छ यसलाई? काँसी साथीहरू, काँसी यहाँ छ है। ल भाइ तिमी घर जाने होइन? ल जाऊ ल बाई। ल साथी भाइसँग नि भेटघाट भयो यहाँको है। अब हामी जान लाग्यो भाइ। तिम्रो भिडियो नि आउँछ ल, हेर ल भाइ। एकदम सोझो रहेछ है भाइ। ल साथीहरू अब म चाहिँ लागेको तलतिर है मामाहरूबाट। हजुर मामा के हो तपाईँ त हिरो देखिनु भएको छ आज यार। ह्यान्डसम होइन? के हो नेपालकै ह्यान्डसम हो क्या तपाईँ? हेरिदिने दर्शकहरूले त सुरुमा हेरिदिनुहुन्छ होइन, उहाँहरू धेरैमा भर्ने कुरो हो। म आफैले मेरो रूपको वर्णन गर्नु चाहिँ मैले आज मिल्दैन हो र? त्यति दर्शकहरूलाई नि सुन्नुपर्छ। अनि तपाईँसँग केटीहरू टन्नै लाग्छ नि त यार। मलाई नि भनेर चाहिँ अब आफ्नो ठाउँ छ। अब घरमा मेरो श्रीमती अलरेडी पछि लाग्छ नि त। अनि घरमा मेरो श्रीमती अलरेडी नै हुनुहुन्छ। अब केटीहरूले अब हेर्छन् भने त अब त्यसमा मेरो भन्ने केही छैन हो। अनि कस्तो भिडियो कस्तो भइरहेको तपाईँको? यो
यो अरू डान्सहरू खतरा हान्छ नि मामाले एक साल यहाँ हाम्रो चलिरह है साथीहरू ल साथीहरू ओके बाई बाई है फेरि भेटौँला नयाँ नेक्स्ट भिडियोमा